यो रेस्टुरेन्टको अगाडि 9 जना केटी हिल जुत्ता लाएर उभिने त्यस्तै रहेछ। अनि केटीतिर नहेरै भनेछ गोराले। मैले कस्तो केटी रहेछ, केटी त नाङ्गै। हजुरले काठमाडौँमा आएर नाक लगाउँछ। कैसा लगा मेरा मजाक? भिडियोमा हाल्यो गोराले नाङ्गै पनि। म त छक्क परेँ। यहाँको छक्कै पर्नु भयो। छक्कै परेँ के म त भाग्यमान रहेछु। मान्छेले भन्छन् अरू जे खाए नि खानुहोस्, कोक नखानुहोस्। सबभन्दा धेरै चिनी कोकमा हुन्छ। किन रोजेको कोक? यो खोलेपछि थाहा पाएको। एकदमै हेर्नुहोस् ल, चस्मा लगाएर चट्ट लाएर बसिरहनु भएको छ हाम्रो लालाजी। लालाजी म त झस्केको। थालुमा त फिल्म हेर्नै नपर्ने, फिल्मै हेर्न पर्ने। त्यस्तो फिल्म हेरेर आइयो। कस्तो लाग्यो त फिल्ममा? राम्रो लागेको नै फेरि जाऊँ। अनि फेरि जाऊँ टिका घाटा नपर्ने। अनि नाइट ड्रेस भन्ने त होइन लालाजी, यत्रो महँगो तिरेर किनेको लुगालाई। सुनायो फेरि महँगो। कति त पर्यो होला, जम्मा 500 पर्यो होला। के पिर परेछ न हात त्यसरी राखेको? निन्द्रा लाग्छ। धेरै खाएको यहाँ पेट चस्केर। जहिले नि यही ड्युटी भएछ हाम्रो है। गयो होइन, बाहिर खाना खायो टन्नै। यिनीहरू दिनदिन नि यसरी खाने गरी तामासा हुन्छ पनि भयो। अहिले बेलै आउनुपर्छ सुत्न। 10 बजे आउने अनि कोठा खोला अरे। 10 मिनट बाँकी छ। यस्तो राति त ढोका खोल्ने चलन छैन। मैले खाइसक्नु भयो र खुट्टा दबाइदिएँ। ल अब भोलि भेटौँला है। मजाले 100 रुपियाँ भनिदिउँ ल। के को मालिस गरेको लाग्यो लालाजी? त्यत्तिकै पुरै नबुझेर भनेको। तपाईँले कहिले व्रत बस्नु भएको छैन? व्रत त बेलुका 8 बजे खान्छु, बिहान 6 बजे खान्छु, दिनभरि व्रत भयो। हरिण सबै स्याड नै हुन्छ यहाँभित्र। No.